Yele utusma zambalya dukulishe dhanya diotegu pochanyagdu. Yelaya kupondole dugu Purna Museum Utsuma Zambalya Tukuya Boja व Bodhisattva Gallery Wealth Deities Garden of Prosperity Nayo Boja Surujuko Kha. And how they were born. But in this बोज्याय उलेजा ये महानगरपालिका उपप्रमुख सुनिता डंगोला शनिबार यानादिगु खा and culture promotion and preservation. त्याजुले उपप्रमुख सुनिता डंगोल बोधिसत्व इन्टरनेशनल निर्देशक प्रज्वल साक्य व कलाकार उदय चरण श्रेष्ठ बोज्याय बारे नवनादिगु खा अब भित्र गएर हेरिसकेपछिको त्यो एनर्जी जुन मैले फिल गरेको छु जुन कुरा मैले आफूले त्यो भित्रको फ्रिक्वेन्सी भाइब्रेसन त्यो अरा मैले जुन फिल गरेँ त्यो कारणले गर्दा पनि धेरै बोल्न भन्दा मलाई चाहिँ कस्तो चुप लागेर त्यो रेजोनेट गर्न पाए हुन्थ्यो जस्तो फिल भइरहेको छ भित्र आफैमा मैले अञ्जना म्यामको कुरा आज पनि नसुनिकन नआएको भए चाहिँ धेरै कुरा मिस हुँदो रहेछ र धेरै अलमोस्ट 1 महिना अगाडि पनि एक्जिबिसन हुँदैछ भ्याउँछ टाइम भनेर सोध्नु भएको थियो र आई सेड यस र आइसकेपछि आजको यो ओभरअल टुर गर्दाखेरि यस्तो राम्रो एक्सपिरियन्स भयो र मलाई अरू बेला भन्दा पनि आजको एउटा डिफ्रेन्ट एक्सपिरियन्स चाहिँ के भयो भने हामीले आर्ट हेरिराख्दाखेरि आर्ट एक्जिबिसनमा चाहिँ गइराख्दाखेरि जति हामीले आर्टिस्टको अप्रिसिएट गर्छौँ आर्टिस्टको लगनशीलता कति धेरै मेहनत लाग्छ त्यो होल जर्नीलाई जति अप्रिसिएट गर्थे आज त्योभन्दा फरक लर्निङ चाहिँ के भयो भने आर्ट इज नट जस्ट अबाउट आर्टिस्ट जर्नी इट्स अबाउट फ्यामिली थिङ भन्ने कुरा चाहिँ तलको म्युजियममा पूर्ण आर्ट म्युजियममा चाहिँ यहाँहरूले देख्न सक्नुहुन्छ यो चाहिँ होल फ्यामिली थिङ हो है भन्ने कुरा चाहिँ मलाई एकदम मन पर्यो त्यो मन पनि छोयो आज एक्जिबिसन सुषमा जम्बालाई टुकुर हाउपट्टि एक्जिबिसन जिम बान जी फाउन्डर लेट पूर्णमान साखे यो चाहिँ 10 वर्ष सूर्य अपरेट प्रोजेक्ट चाहिँ छो पवा पेन्टिङ चाहिँ मूर्ति देख्सकेजी वे पवा पेन्टिङ त चाहिँ तपाईँ आइसकेजी वे पवा पेन्टिङ स्टोन स्कल्पचर त चिचिरो आइसकेजी त्यो चाहिँ छो भिजन त्या सूर्य नाम ड्यू वे बेसिस 2024 ले 2013 सालले चाहिँ सुरु थियो 2024 ले बल्ल सुरु सिरियका त्यो बेसिकली चाहिँ जिम्बा यो भिजन त चाहिँ सेलिब्रेट नाम मेन थिम चाहिँ ढेपाइ डिअपी वेल्थ डेटिज चाहिँ ढेपाइ डिअपी त कुबेर जल जम्बाला जल वसुन्धरा लक्ष्मी घनेड छापु चाहिँ अब छाजी चाहिँ छ यो मानेना ड्युरिया चाहिँ छौ एक्जिबिसन चाहिँ युपी डिअपी यो निम्ति डेडिकेटेड एक्जिबिसन ठिकै यो कोही कलाकारहरू ठिकै चाहिँ ग्यालेरी चाहिँ यो कोही कलाकारहरू तर म्युजियममा चाहिँ मेनली चाहिँ उदय चरण श्रेष्ठ स्केच छ विजय साक्य राजन साक्य फलसमान साक्य यो व्याक्स मल मेकिङ अहिले अनिल साक्य र सुमन साक्य कार्भिङ अहिले वर्णका स्टोने चाहिँ सुनिल बजेट चाहिए अहिले पाटाई चाहिँ सुगत साक्य मेन चाहिँ अनि बिर हुन गइरहेको छ यो एक्जिबिसन हुँदाखेरि चाहिँ यसको चाहिँ परिकल्पनाकार बोधिसत्व ग्यालेरीका संस्थापक स्वर्गीय श्री पूर्णमान साक्यज्यूले चाहिँ जुन ऊ बेला यो करिब 10 वर्षभन्दा अगाडिको उहाँको परिकल्पना हो यो अफसोस छ म चाहिँ आजको दिनमा उहाँलाई धेरै नै सम्झिराखेको छु आजको दिन चाहिँ उहाँले चाहिँ यो उहाँको सपना साकार भएको चाहिँ देख्नु भएको भए उहाँको भावना के हुन्थ्यो होला उहाँले कस्तो अनुभूत गर्नुहुन्थ्यो होला भनेर चाहिँ म आफैले चाहिँ भित्रभित्रै विचार गरिराखेको छु है अनि मलाई कस्तो लागेको छ भने चाहिँ उहाँले चाहिँ जुन 10 वर्षभन्दा अगाडि चाहिँ जुन परिकल्पना गर्नुभएको थियो त्यो परिकल्पना आज चाहिँ साकार भएको छ अनि यो साकार भएको देख्दाखेरि मलाई साह्रै खुसी लागेको छ अनि एकतर्फबाट मलाई कस्तो लागिरहेछ भने म आफैलाई चाहिँ एकदम गौरवान्वित सम्झिराखेको छु ठानिराखेको छु किनभने चाहिँ अब यो जुन चाहिँ यत्रो ठुलो एक्जिबिसन भइराखेको छ यत्रो प्रतिभावान 101 प्रतिभावान कलाकारहरूले त्यो जुन मैले एउटा सानो एकदम सानो छ यहाँ अहिले हेर्नु होला यहाँहरूले A4 साइजको मात्रै छ अनि त्यो पनि फेरि सम्पूर्ण रङ भरिएको कलाकृति छैन त्यो चाहिँ मात्र पेन्सिल अनि थोरै वाटर कलर अनि थोरै चाहिँ सुन राखेर गरिएको चाहिँ एउटा A4 साइजको सानो ड्रइङ हो अनि त्यो ड्रइङ चाहिँ मैले कसरी म चाहिँ प्रभावित भएर म कहाँबाट चाहिँ यो गर्नलाई चाहिँ म प्रेरित भएँ
भन्नुहुन्छ भने चाहिँ हामी परम्परागत कलाकारहरूको के हो भने चाहिँ देवी देवता बनाउँदाखेरि हामीले जहिले पनि चाहिँ त्यो देवी देवताको चाहिँ जुन आइकोनोग्राफिक डिस्क्रिप्सनहरू छन् होइन, जुन चाहिँ प्रतिमा लक्षण विधान भनेर भनिन्छ, त्यो प्रतिमा लक्षण विधान बगैर चाहिँ हामीले काम गऱ्यौँ भने त्यो हामीले बनाएको चित्रहरू अशुद्ध अनि त्यो चाहिँ ध्यान साधना आदिको लागि चाहिँ अनुपयुक्त हुन सक्छ। त्यो कारणले पनि चाहिँ अति नै आवश्यक छ। अझ भनौँ त्यो चाहिँ यो आइकोनोग्राफीलाई चाहिँ स्टडी नगरिकन परम्परागत देवी देवताहरूको चित्र बनायो भने चाहिँ त्यो अपुरो हुन्छ भन्ने चाहिँ मलाई चाहिँ मेरो व्यक्तिगत धारणामा चाहिँ मलाई त्यस्तो लाग्छ। I would like to invite Sunil Shakya. Honor them later, and then I would like to. पूर्ण म्युजियम जुगु उत्सुस्मा जम्बल यातुकु बोजिया दक्षितक जुइसा बोधिसत्व ग्यालरी जुगु वेल्थ 80s गार्डन अफ प्रस्पेरिटी बोजिया छुदी तक जुइ।